भगवानले पनि हर्केलाई वरदान दिनु अघि सोध्छन् रे, यसले कतै मलाई नै विदेशी दलाल भनिदिने त होइन। धरानमा कुकुर भुक्दा पनि हर्क लाइभमा आएर भन्छन्, ल हेर्नुहोस् मलाई काम गर्न नदिन यी विरोधीहरूले कुकुर परिचालन गरे। धरानमा घाम लाग्यो भने हर्केको देन, पानी पर्यो भने हर्केको श्रमदान, भूकम्प गयो भने चाहिँ विरोधीको चाल। हर्कको डिक्सनरीमा सल्लाह शब्दको अर्थ अपमान लेखिएको छ रे। हर्केको दिमागमा विकासको नक्सा होइन, विरोधीको लिस्ट मात्रै अपडेट हुन्छ। हर्कको एउटै सिद्धान्त छ, म बोल्छु तिमी सुन, तिमी बोल्यौ तिमी देशद्रोही। हर्कको काम गर्ने नयाँ शैली मलाई मन पर्यो। पहिले डोजरमा चढेर स्टाइलले जाने, अनि क्यामेरा अगाडि 2 पटक बेल्चाले माटो फालेर मैले काम गरेँ भनेर देखाउने। नासाले रकेट बनायो कसैलाई थाहा छैन, हर्केले बाँसको टुप्पो ताछ्यो 3 पटक फेसबुक लाइभ। हर्केले एउटा ढुङ्गा पल्टायो भने त्यसको 5 वटा फोटो, 3 वटा भिडियो र 2 घण्टाको लाइभ गरेर मात्रै अर्को ढुङ्गा छुन्छ। उसले कोदालो समातेको फोटो खिचाउँछ तर चलाउने बेला अरूलाई नै दिन्छ। काम कुमारी कुरा चाहिँ महारानी। यदि कोदालो र मोबाइल बीच एउटा रोज्नु परे, हर्केले मोबाइल रोज्छन् ताकि कोदालो बोकेको फोटो खिच्न मिलोस्। कसैले हर्कको योग्यता के हो भनेर सोध्यो भने सिधा जवाफ यस्तो छ, 1 फोटो खिच्ने बेलासम्म कोदालो चलाउनु, 2 प्रश्न सोध्नेलाई विदेशी दलालको सर्टिफिकेट दिनु, 3 हरेक कुरामा बिना प्रमाण षड्यन्त्रको सिद्धान्त रच्नु। यही हो उहाँको कुल योग्यता। धरानमा विकास चाहिएको छ तर हर्केलाई लाइक र कमेन्ट भए पुगेको छ। जसले लाइक गर्दैन त्यो देशद्रोही। दिनभरि पाइप बोकेर हिँड्छ, राति फेसबुकमा 20 वकल छ। धरानले मेयर पाएको कि अजिङ्गर? यो आउने इलेक्सनमा चाहिँ रविलाई भोट हाल्नुस् या बालेनलाई हाल्नुस् वा कुलमानलाई हाल्नुस्, तर यो एकल बृहस्पति हर्केलाई बिर्सेर पनि भोट नहाल्नु होला। हर्क साम्पाङ प्रधानमन्त्री हुनु भनेको विकास होइन विनाश हो। हर्केले देशको सिस्टम, कर्मचारी तन्त्र, कूटनीति, सामाजिक सद्भाव र राजनीतिक संस्कारलाई तहस नहस पार्नु हुनेछ, यो निश्चित छ। म भ्रष्टाचार गर्दिन भन्नु भिजन होइन, त्यो त हरेक नागरिकको कर्तव्य हो। नेतामा त देश बनाउने नीति र योजना चाहिन्छ जुन उहाँको दिमागमा शून्य छ। आफूलाई संसारकै ठेकेदार ठान्ने हर्केको तरिका के हो? जनतालाई सित्तैमा काममा जोताउने, राष्ट्रिय ढुकुटीको पैसा बचाएको नाटक गर्ने, अनि आफू चाहिँ फेसबुकमा अरूलाई गाली गरेर डलर छाप्ने। यो श्रमदान होइन, यो जनताको शोषण हो। जनताले तिरेको करबाट तपाईको तलब भत्ता त पाकिरहेको छ मेयर साहब, तर त्यो करको सही उपयोग खोइ। अनि त्यही कर तिर्ने जनतालाई सित्तैमा श्रमदान गर्न लगाउन अलिकति पनि लाज लाग्दैन? यदि श्रमदानमा यति नै विश्वास छ भने, हिम्मत छ भने अर्को महिनादेखि आफ्नो तलब भत्ता नलिकन श्रमदान गरेर देखाउनुस्, अनि मानौला तपाईको राष्ट्रवाद।